राधे राधे साथीहरु सबैजनालाई गुड मर्निङ है। म चाहिँ अब काम सकेर पनि नुहाइधुवाइ गर्नु हिँडेको है साथीहरु। छोरी मान्छे भएर चाहिँ बिहानै उठ्नुस्, बिहानै उठेर घर बसेर पोचा लाउनुस् हो। म चाहिँ बसेर पोचा लाउने गर्छु। त्यस्तो गरे भने एक्सर्साइज पनि हुन्छ साथीहरु। हामी लेडिजहरुलाई उहिले के काम थियो भन्नुस् त? उहिले हामी सबै कुरो बसेर गर्नुहुन्थ्यो हैन? पोचा बसेर, त्यही भएर भुँडी पनि लाग्दैन थियो। आजकलको लेडिजहरुको सबै कुरो त्यो डन्ठा सिस्टम निकाल्दिएको छ। मेरो पनि डन्ठा सिस्टमको छ, तर म गर्दिन साथीहरु। म चाहिँ माथिको सिँढीदेखि तलको सिँढीसम्म पुरै बसेर पोचा गर्छु। पसिना पनि पुरै निस्किन्छ। बिहान एक राउन्ड लगाएर पनि आइसकेको हो म साथीहरु। मर्निङ टाइममा बिहानै एक राउन्ड लगाएर बाहिरको हावा खाएर पनि आइसकेको साथीहरु। अन्त त्यहाँदेखिको चाहिँ घर पोचा लगायौं, माथिको सिँढीदेखिको तल्लो सिँढीसम्म पोचा लगायौं साथीहरु। टिल्कै पारिसक्यो मैले, हेर्नु सक्नुहुन्छ तपाईहरुले। यसरी टिल्कै पारिसके साथीहरु। मैले चाहिँ सर्कै पारे, तलसम्म पोचा मारे। पसिना पसिना भइहाल्छ नि। योगा क्लासहरु जानु जरुरतै छैन। बिहानदेखि उठेर काम धन्दा गरे भने मान्छेको त्यसै पनि शरीर ठिकमा हुन्छ। अन्त अब चाहिँ नुहाउनु पस्ने हो साथीहरु। हेर्नुस्, मान्छेहरु उठेको छैन यहाँ अहिलेसम्म। कोही पनि उठेको छैन है साथीहरु। हाम्रो यहाँ पनि यस्तै हो। छोरी चेलीहरु खरखरै सुत्छ है साथीहरु। मलाई चाहिँ किन 5 बजेपछि निद्रा लाग्दैन बिहान। अब यो गरम महिनामा झन् 5 बजे भन्दा अगाडि उठिसक्छु म। त्यहाँदेखिको अब चाहिँ म नुहाउनु पस्दैछु साथीहरु हो। एक्सर्साइज पनि भइहाल्यो, एक राउन्ड लगाए, त्यहाँदेखिको घुमेर आए साथीहरु। त्यहाँदेखिको चाहिँ घरमा पोचा सोचा मारे। अब चाहिँ नुहाउनु पस्दैछु म। राधे राधे, गुड मर्निङ सबैलाई।